नमस्ते भन्न चाहन्छु र म आज यो कर्म र परिणाम अथवा कर्म र फल भनेको के हो त, यो कसरी हुन्छ त भन्ने बारेमा के कुरा गर्न चाहन्छु। यो कर्म भन्ने कुरा चाहिँ एउटा संस्कृतको शब्द हो र यसलाई चाहिँ हाम्रो नेपालीमा चाहिँ अर्थ भनेको चाहिँ काम अथवा क्रिया भन्छ। इङ्ग्लिसमा चाहिँ एक्सन भन्छ। हाम्रो टिबेटमा यो कर्मलाई चाहिँ कामलाई चाहिँ ले भनेर भन्छ है। त्यही भएर यो कर्म चाहिँ अब कर्ममा हामी बौद्धिक काम गर्नुमा चाहिँ अब धेरै थरीका काम गर्ने छ हाम्रोमा होइन। आँखाले देख्ने काम, आँखाले नदेख्ने काम, मनबाट काम गर्दछ, जिउबाट काम गर्छ, वचनबाट काम गर्छ, काम गर्ने धेरै छ हामीले होइन। अब जस्तै अब तपाईँले एउटा कर्म गरेर होइन, कर्म गर्ने त्यो अनुसारको परिणाम, त्यो अनुसारको फल चाहिँ हामीलाई चाहिँ जसरी नै भोग्नुपर्छ र प्राप्त हुन्छ नै, अवश्य हुन्छ। चाँडै ढिलो भन्ने मात्रै हो, प्राप्त अवश्य हुन्छ। जस्तै हामी यो आँखाले देख्ने खालको अब कर्म गरे यसको परिणाम के आउँछ भन्दाखेरि हामी जस्तै बारीमा मकै रोप्छौँ, आलु रोप्छौँ। आलु रोप्नु, मकै रोप्नु चाहिँ क्रिया हो, काम हो। त्यो काम सिधिसकेपछि परिणाम के आउँछ त? आलु उम्रिन्छ, मकै उम्रिन्छ होइन। त्यो चाहिँ हाम्रो आँखाले देख्ने भयो। यो चाहिँ हाम्रो बौद्धिक रूपमा काम गर्नु भन्छ। हाम्रो जिउबाट काम गर्नु, अब जस्तै वचनबाट काम गर्नु, मनबाट काम गर्नु भनेर भन्छ नि त। त्यस्तै हामी भौतिकमा अब जस्तै हामी बिजनेस गर्नुहुन्छ, हरेक थरीको आफ्नो काम हुन्छ नि त। त्यो काम गर्दाखेरि त्यसको अनुसार चाहिँ रिजल्ट चाहिँ परिणाम चाहिँ हामी सबैले पाउँछ। राम्रो काम राम्रो परिणाम, नराम्रो काम नराम्रो परिणाम। जस्तै बाहिरको बौद्धिक रूपमा जसरी काम छ त्यो अनुसारको रिजल्ट हामीले पाउँछ नै पाउँछ होइन। त्यो अनुसारको हाम्रो भित्री आत्मा मनको पनि हो त्यसरी नै क्रिया काम छ, त्यो अनुसारको परिणाम फल छ। अब अहिले मैले भन्ने गएको चाहिँ स्पेसली चाहिँ हाम्रो यो कर्म, मनको कर्म र परिणाम, मनको कर्म र मनको फल चाहिँ कसरी हुन्छ त भन्ने बारेमा मेन राखेर चाहिँ भन्न गएको है। यो बाहिर हाम्रो यो भौतिक रूपको चाहिँ पनि हुन्छ त्यस्तै हो, तर पनि म स्पेसली आज भनेको चाहिँ हाम्रो आत्मा मनबाट चाहिँ राम्रो काम गर्ने र नराम्रो काम गर्दाखेरि यसको अनुसारको परिणाम फल के हुन्छ त भन्ने बारेमा म स्पेसली फोकस राखेको छु होइन। त्यही भएर चाहिँ हाम्रो यो कर्ममा चाहिँ अर्थ यस्तै भयो, यो भयो होइन। यसले चाहिँ अब हामी कर्म अनुसार परिणाम, जुन तपाईँले काम एउटा गर्यो त्यो अनुसारको परिणाम आउनु, फल आउनुलाई चाहिँ हामी कर्म र परिणाम अथवा कर्म र फल भनेर एउटा नाम राख्छ होइन। त्यस्तै गरेर यो अब कर्ममा चाहिँ हाम्रो टिबेटमा ले भनेर भनेको हुन्छ। त्यो लेमा चाहिँ हामी बुद्धले सूत्रमा चाहिँ दुईवटामा छुट्याएको छ है। सेम्बे ले द सम्बे ले भनेर भनेको छ। सेम्बे ले भनेको चाहिँ हाम्रो मनबाट गर्ने कामलाई चाहिँ सेम्बे ले भन्छ र हाम्रो वचनबाट गर्ने र जिउबाट गर्नेलाई चाहिँ साम्बे ले भनेर भनेको छ। अब हामीले काम गऱ्यो भने मात्रै यो दुईवटा काम गर्छ, कि त मनबाट गर्छ कि त वचन र जिउबाट गर्छ भनेर भन्नुभएको छ है। जस्तै हामी जिउबाट के राम्रो काम, अब काम के गर्नुहुन्छ त? अब राम्रो इक्जाम्पल राख्यो भने हाम्रो मनबाट चाहिँ अब जिउबाट चाहिँ अरूलाई दान दिने, पैसा होइन, मन्दिरमा जाने, गएर त्यहाँ मन्दिरमा फुल चढाउने, फलफुल चढाउने, धुप चढाउने होइन, धेरै कुरो हामी गर्न सकिन्छ। अब यो जिउबाट भयो। अब वचनबाट के हुन्छ त? वचनबाट चाहिँ झुट नबोल्ने, मिठो बोल्ने होइन, भगवानको वचनहरू गाउने, राम्रो राम्रो भगवानको कथाहरू पढ्ने, यो चाहिँ वचनबाट भयो। अब मनबाट के हुन्छ? अरूलाई ढाहा नगर्ने, अरूलाई नराम्रो नसोच्ने होइन, अरूलाई नराम्रो गर्छु भनेर चाहिँ विचार नल्याउने, यो मनबाट राम्रो काम गर्नुभयो। अब यो आफ्नो काम गर्दाखेरि यो अनुसारको परिणाम फल चाहिँ राम्रो कुरा आउँछ। शान्ति, सुख, सबैले माया गर्ने, दया गर्ने होइन, मनबाट राम्रो माया पालाउने, दयालु हुने, अरूप्रति अरूले राम्रो होस् भनेर हित बारेमा सोच्ने, त्यो सबै मनको राम्रो काम भयो हो। यसरी चाहिँ यो 3 द्वार पनि भन्छ, हामीले गोसुम पनि भन्छ हो। यसरी काम चाहिँ गर्नुभयो भने चाहिँ तपाईँले यसो अनुसारकै काम अथवा क्रिया अनुसारको चाहिँ तपाईँले राम्रो फल प्राप्त हुन्छ। त्यो आवश्यक नै हो। चाँडै तपाईँले राम्रो काम गर्ने भयो भने त्यो अनुसारको राम्रो काम अनुसारको फल
परिणाम चाहिँ साह्रै ढिलो भन्ने मात्रै हो, तपाईँलाई अवश्य नै प्राप्त हुन्छ। यो जस्तै तपाईँलाई हामी यो अब एक्जाम्पल राखौँ न, हामी आँखाले देख्ने अनुभव गर्ने एउटा एक्जाम्पल राखौँ न। जस्तै हामीले यो कानुन उल्लङ्घन हुने काम गऱ्यो भने त हामीले पुलिसले समात्छ नि त। जस्तै हामीले मान्छे मार्यो भने, मान्छे मार्नु चाहिँ हाम्रो काम भयो, क्रिया भयो, त्यसको रिजल्ट के आउँछ त? अनि पुलिसले हामी समातेर जेलमा हालिदिन्छ, त्यो रिजल्ट भयो, परिणाम भयो। यो हाम्रो आँखाले देख्ने बौद्धिक क्रिया अनुसारको परिणाम फल भयो। त्यसरी नै हामीले चाहिँ मनमा पनि मनले सोचेर क्रियाकाम गऱ्यो, त्यो अनुसारको फल रूप हुन्छ हाम्रो कर्म एन्ड कास्ट, कर्म एन्ड इफेक्ट भन्छ इङ्ग्लिसबाट। हामी टिबेटीमा लेगुटे भन्छ, नेपालीबाट अब कर्म अथवा काम अनुसारको परिणाम फल भन्छ होइन। हो यसरी हो। जस्तै तपाईँले चाहिँ अब अहिले पाप गऱ्यो भने त्यो पापको एउटा अनुसारको दुःख पाउँछ, तपाईँले धर्म गऱ्यो भने त्यो अनुसारको तपाईँले सुख शान्ति पाउँछ। हो यसरी चाहिँ यसलाई चाहिँ कर्म अनुसारको परिणाम, कर्म अनुसार फल भनेर भन्छ। अब हामीले एउटा काम गरिसक्यो, अब एउटा धर्म, जस्तै धर्म गऱ्यो होइन, अब पाप गऱ्यो, अब त्यो धर्म गरेको धर्मको परिणाम फल चाहिँ कहिले पाउँछ त भन्दाखेरि चाहिँ भगवान बुद्धले शुद्धरामा 3 तरिकाले पाइन्छ भनेर चाहिँ भनेको छ। एउटा चाहिँ अरे थोवाङ्गुन्जुरको ले, एउटा चाहिँ केने न्युङ्जुरको ले, अर्को चाहिँ लेन्डाङ सिङ्ला न्युङ्जुर ले भनेर भनेको छ। थोवाङ्गुन्जुर ले भने तपाईँले अहिले धर्म गऱ्यो भने, अहिले यो जन्ममा धर्म गऱ्यो भने यही जन्ममा चाहिँ धर्म गरेको फल चाहिँ परिणाम चाहिँ प्राप्त हुनुलाई चाहिँ थोवाङ्गुन्जुरको ले भनेर भनेको छ। एउटा चाहिँ तपाईँ यो जन्ममा धर्म कर्म काम गरेपछि यो जन्ममा तपाईँको यो परिणाम फल चाहिँ प्राप्त नभयो भने 25 जन्ममा चाहिँ अवश्य नै तपाईँले यो फल चाहिँ परिणाम चाहिँ प्राप्त हुन्छ भनेर भनेको छ। लेन्डाङ सिङ्ला न्युङ्जुर भनेको चाहिँ तपाईँले यो जुनीमा चाहिँ धर्म कर्म गऱ्यो, तर यो जुनीमा पनि प्राप्त भएन, 25 जुनीमा पनि प्राप्त भएन होइन। त्यो नभए भने त्यो पछिको जुनीमा चाहिँ जसरी पनि तपाईँले प्राप्त हुन्छ भनेर चाहिँ लेन्डाङ सिङ्ला न्युङ्जुरले भनेको छ। यो 3टामा छुट्याएछ। त्यो तपाईँले राम्रो काम गर्नुभयो भने तपाईँले यो जुनीमा अथवा केही वर्षपछि तपाईँले यो परिणाम फल नपायो भने, ओ मलाई पाएन भनेर तपाईँ निराश भएपछि त्यो कतै पनि हुँदैन। यो हामीले नदेख्नु, यो भौतिक आँखाले देख्न सक्दैन, त्यो नदेखि चाहिँ हामीले विश्वास नभएर चाँडै नआउँदाखेरि हामी निराश हुन्छौँ, गर्दैनौँ होइन, उल्टोबाट लाग्छ। त्यस्तो होइन, यो बिस्तारै पाउने हो, कुनै चाँडै पाउने हो, कुनै बिस्तारै पाउने हो होइन। यो फल चाहिँ कसरी हो भने चाहिँ एउटा इक्जाम्पल राखेको छ कि जगो नम्कल फिर्ने दिगी ढिम्मा सिन्धु भन्ने एउटा किताबमा भनेको छ। के भन्ने अर्थ के भन्छ, जस्तै चिल चाहिँ आकाशमा उड्दाखेरि माथि हुँदाखेरि चाहिँ त्यो चिलको छाया चाहिँ जमिनमा पर्दैन नि होइन। जब चिल चाहिँ तल जमिनमा आउँछ अनि चिलको छाया चाहिँ जमिनमा पर्दै आउँछ। हो त्यसरी नै हाम्रो जुन राम्रो काम गरेछ त्यो काम गरेको क्रियाको फल चाहिँ तपाईँले जति त्यसको पाउने प्राप्त गर्नेको नजिक जान्छ त्यतिखेर चाहिँ तपाईँको त्यो रिजल्ट फल चाहिँ तपाईँले नजिक आउँछ। त्यतिखेर जब नजिक आउँछ त्यतिखेर तपाईँले प्राप्त गर्नुहुन्छ भन्ने छ। अहिले नपाउने चाहिँ चिल चाहिँ धेरै आकाशमाथि भएको कुरा हो र जब पाउने हुन्छ तल आएको कुरा हो। त्यस्तो हो, त्यसरी पनि पाउँछ भन्नुभएको छ होइन। यो त्यही भएर चाहिँ यो त्यो कर्म अनुसारको फल होइन, धर्म गरेपछि त्यसको फल राम्रो आउनु, अनि पाप गरेको त्यो अनुसारको के अरे दुःख पीडा हुनु चाहिँ यो जसरी पनि छ। तपाईँ हामी जस्तो मेडिटेसन ध्यान र धेरै ज्ञान नबुझेको मान्छेको सोचभन्दा धेरै माथि छ, धेरै टाढा छ यो। त्यो बुझ्नलाई हामीले धेरै ध्यान गर्नुपर्ने हुन्छ, धेरै नै मेडिटेसनहरू गर्नुपर्ने हुन्छ, नत्र यो कुराहरू चाहिँ धेरै बाहिर छ हाम्रो सोच। यो अब इङ्ग्लिसमा कर्म एन्ड इफेक्ट भन्छ, कर्म एन्ड लो भन्छ। हाम्रो टिबेटीमा चाहिँ ले गुटे भन्छन्, हाम्रो नेपालीमा चाहिँ अब कर्म अब काम अनुसारको परिणाम अथवा कर्म अनुसार फल भन्छ नि। यो कसरी हुन्छ कसरी हुँदैन भन्ने कुरा चाहिँ अब हामी जस्तोले चाहिँ विश्वास गर्ने बाहेक अरू खासै उपाय चाहिँ मैले खासै देख्दैन है। म पनि धेरै मेडिटेसन गरेछु। अब मेडिटेसन गरिरहेको बेलामा चाहिँ भित्र एउटा विश्वास आफूमा एउटा इनर्जी हुँदो रहेछ। त्यो इनर्जी हुँदाखेरि चाहिँ ओहो यस्तो रहेछ है, साँच्ची बुद्धले भनेको चाहिँ यो योगीहरूले भनेको चाहिँ साँच्ची रहेछ है भनेर एउटा भित्रबाट एउटा आत्माले एउटा आवाज दिन्छ।
त्यतिखेर चाहिँ विश्वास हुन्छ। तर मेडिटेसन भएर आइसकेपछि फेरि कहाँ सब बिर्सिसी हुन्छ। त्यही भएर चाहिँ यसको बारेमा यो कसरी हुन्छ त, यो कर्मकाज के कारणले हुन्छ, कसो कारण हुन्छ हामी थाहै हुँदैन। हामीले गर्ने त राम्रो खोजिरहेको हुन्छ, गर्छ पनि, तर हाम्रो सोच मन कहाँ ढल्किएछ, कुनपट्टि गएछ, के को लागि गएको छ भनेर थाहै नहुँदैन हामी एक्सन काम गरिदिन्छ, त्यो रिजल्ट परिणाम राम्रो आउँदैन हामीले। त्यही भएर एउटा पहिला हाम्रो बुद्धिस्टको एउटा एकदम योगी खतरा एकदम ध्यान गर्ने एउटा बुद्ध प्राप्त भएपछि इन्लाइटेनमेन्ट भइसक्यो होइन, अर्हात भन्छ त्यसलाई। एउटा अर्हात थियो एकदम खतरा अर्हात। त्यो अर्हात चाहिँ यस्तो अब ध्यान गर्दै गइरहेको बेलामा एउटा खोलाको छेउमा एउटा आमाको काखमा एउटा बच्चा भएको ऊ अर्हातले देख्नु भएन। त्यो अर्हातले देख्दाखेरि मनमा एकदम दुःख पनि लाग्यो, एकदम हाँसो पनि उठ्यो। किन हो भन्दाखेरि चाहिँ उहाँले चाहिँ यो कर्म अनुसारको फल त्यो आमामा देख्यो, आमा र बच्चामा चाहिँ त्यो चाहिँ क्लियर देख्यो। के देख्यो भन्दाखेरि त्यो आमाको काखमा एउटा बच्चा थियो, समातेर राखेको थियो र मुखमा माछाको मासु खाइरहेको थियो होइन। अनि त्यो आमाको अगाडि एउटा कुकुर चाहिँ त्यो माछा मासुको हड्डी पाउँछ भने कुरेर बसिरहेको थियो। यो एउटा सोलोमा भनेको छ, यो म तपाईँलाई भन्छु है। फस्या सासिङ माला देख दाङवे ठाउ पाङदो लाङ ख्योमो छोए रुवटा खोरुए छोलो खेमो टोक भनेछ। यो के हो त अर्थ भन्दाखेरि फस्या सासिङ माला देख भनेछ। फस्या सासिङ भने चाहिँ त्यो आमाले खाएको माछा मासु चाहिँ आफ्नो पहिला जन्मको आफ्नो भाको मासु रहेछ, खाएरहेछ। माला देख भन्दाखेरि चाहिँ त्यो कुकुर चाहिँ त्यो आमाको कुनै जन्म अगाडिको आफ्नो आमा रहेछ। आमा चाहिँ त्यहाँ त्यो माछा कुकुर चाहिँ हड्डी पाउँछ भने त्यहाँ छेउमा आउँदाखेरि त्यो आमाले त्यसले पिटिरहेछ होइन। फस्या सासिङ माला देन आफ्नो बाउको पहिला कुनै जन्मको बाउको मासु खाइरहेछ, आफ्नो कुनै पहिला जन्मको आमालाई चाहिँ पिटिरहेको छ। र दाङवे ढाउ पाङदुलाङ भनेछ त्यो काखमा राखेको बच्चा चाहिँ त्यो आमाको कुनै जन्म अगाडिको उसको आमाको दुश्मनी रहेछ, दुश्मन एकदमै नराम्रो, आफ्नो आफूले मार्ने दुश्मन चाहिँ बच्चा चाहिँ काखमा राखिरहेछ होइन। खेउमा छुहरू ठा त्यो कुकुरले चाहिँ जुन माछाको हड्डी खानेको लागि कुरेर बसेको छ, हड्डी दिन खाएको छ, त्यो माछा चाहिँ पहिला कुनै जन्ममा त्यो कुकुरको आफ्नो स्वास्नी रहेछ, स्वास्नी परेछ होइन। कुकुरले चाहिँ आफ्नो माछाको हड्डी खाएपछि त्यो माछा चाहिँ पहिला कुनै जन्ममा त्यो कुकुरको स्वास्नी परेछ। त्यसरी कुरा चाहिँ देख्दाखेरि कसरी आयो त, के पाप काम गरे त, के कर्म क्रिया गरे त, त्यो चाहिँ त्यो अर्हातले चाहिँ राम्रो, यो योगीले चाहिँ राम्रो देख्यो उसको कारण यस्तो धेरै जन्मबाट आउँछ हामी, त्यो आउँदै त्यो कर्म अनुसारको परिणाम यस्तो आउँदाखेरि फेरि यस्तो हामी देख्दाखेरि चाहिँ एकदम मनमा दुःख पनि लाग्यो। र यो संसारको यो इकोसिस्टम भन्छ नि, यो एउटा एकदम आफ्नो यस्तै चालेर जानेर आएको यस्तो होइन, घुमेर गइरहन्छ। यो देख्दाखेरि एकदम आश्चर्य हाँसु उठ्यो मनमा, दुःख पनि लाग्यो, हाँस पनि उठ्यो। खोर्वे छेउलाई घेमोटो भनेर होइन। यो संसारको भौतिक कुरा, संसारको यो चिजलाई देखेर एकदम हाँसो उठ्यो भनेर हाँस्यो रे। यसरी चाहिँ हुन्छ। त्यही भएर हामीले यो उसको बारेमा राम्रो जान्नु चाहन्छ भने हामीले जसरी मेडिटेसन गर्नुपर्छ। यो मनको दुनियाँ हो, भित्रीको संसार हो। हामी अहिले 24 घन्टा 5 इन्द्रिय हाम्रो अड्किन्छ, आँखा, नाक, मुख, कान, जिउको स्पर्श गर्ने 24 घन्टा हामी बाहिर गइरहन्छ, सधैँभरि बाहिर। तपाईँले कहिले नै यो आँखाले यस्तो चुम गरेर तपाईँ आफू भित्र हेर्नु कहिले गर्नुभएको छ त? कतै गरेको छैन। यदि गऱ्यो भने 1 मिनट होला, 1 मिनट। यो इन्द्रिय नै तपाईँले भित्र दुनियाँमा जान्नु लागि तपाईँ यो 5 इन्द्रियलाई चाहिँ तपाईँले क्लोज गर्नुपर्ने हुन्छ, यसलाई थुन्नुपर्ने हुन्छ। थुनिसकेपछि मात्रै तपाईँ भित्र जान सकिन्छ। भित्र गयो भने भित्र दुनियाँ देख्छ। तपाईँ आँखा खोल्यो, नाक खोल्यो, कान खोल्यो भने सबै बाहिर दुनियाँमा जान्छ। आँखा बाहिर दुनियाँ देख्छ, कान बाहिर दुनियाँको सुन्छ, नाक बाहिर दुनियाँ सुँग्छ, जिब्रो बाहिर दुनियाँको चाहिँ यो टेस्ट लिन्छ, जिउ पनि बाहिर दुनियाँको त्यो राम्रो कुरालाई चाहिँ स्पर्श र त्यसको टच त्यही लिएर आनन्द भएर घुमेर बसेर यसरी घुमफिर गरेर बस्छ। त्यही भएर तपाईँ हामी सकेसम्म राम्रो काम गर्ने र
नराम्रो कहिले गर्ने, सकेसम्म धर्म गर्ने र नधर्म पाप कहिले नगर्ने, यो हामी विश्वास गर्नुपर्छ। यो जसो पनि छ, तपाईँले राम्रो काम गऱ्यो भने यो परिणाम तपाईँलाई अवश्य पाउँछ। चाँडै ढिलो भन्ने मात्र हो, जसरी पनि पाउँछ होइन। पाप गऱ्यो भने तपाईँले दुःख जसरी पनि पाउँछ, त्यो चाँडै ढिलो भन्ने मात्र हो। तपाईँको छरछिमेकी कुनै मान्छे पाप गर्छ र खुसी धेरै राम्रो देख्छ, तर त्यसको परिणाम चाहिँ बिस्तारै बिस्तारै जन्मपछि उहाँलाई चाहिँ दुःख पाउँछ, जसरी पनि पाउँछ। यो तपाईँ अहिले धेरै काममा राम्रो काम गऱ्यो भने दुःख पायो भने अहिले झट्टै तपाईँले सुख नपाउनु, तर पछि तपाईँले यति सुख पाउँछ, जसरी पनि तपाईँले पाउँछ। त्यही भएर तपाईँ यसमा विश्वास गरेर राम्रो काम धर्म गर्नुहोस्। जहिले पनि भगवान बुद्धले के भनेको छ सूत्रमा, दिग्बजी यहाँ मिजासिङ घेवा फुन्जुन छोप्रा चाहिँ राङ्गे सेम्ने हिउँसुदुर दिने सङ्गीत तेम्बा हिँड भनेछ। के भनेको त यो भगवान बुद्ध के भन्छ, कुनै पाप कहिले नगर्नु भनेछ। सधैँभरि राम्रो र धर्म गरिरहनु भनेछ। सधैँ जहिले पनि आफ्नो मनलाई चाहिँ नियन्त्रणमा राख्नु, आफूमा राख्नु। आफ्नो मन के गर्दैछ, के सोच्दैछ, कहाँ जाँदैछ, के को लागि गर्दैछ भने सधैँभरि आफ्नो मनलाई चाहिँ चेक जाँच गरेर राम्रोमा लगाउनु भनेछ होइन। राङ्गे सेम्ने दिने सङ्गीत तेम्बा, यही नै मेरो धर्म हो, यही नै मेरो उपदेश हो, यही नै मेरो शिक्षा हो भनेर भगवान बुद्धले भन्नुभएको छ। त्यही भएर हामीले राम्रो काम गर्नु, नराम्रो काम गर्ने भनेको चाहिँ मात्र 3 द्वारबाट हो होइन। 3 द्वारबाट भने जिउबाट 3वटा हुन्छ, वचनबाट 4वटा हुन्छ, मनबाट 3वटा भनेर चाहिँ अकुशल धर्म 10वटा भनेर, कुशल धर्म 10वटा भनेर छुट्याएर यसरी भनेको छ। यो म तपाईँ पछि केही भिडियो बनाएर फेरि तपाईँहरूमा राख्छु। आजलाई यति नै, धन्यवाद भन्न चाहन्छु।